घिरौलाको सिजन आओ साथीहरू कोलाई मनपर्छ घिरौलाको सब्जी मलाई चाहिँ साह्रै मनपर्छ। मैले चाहिँ मन्डी मगलामा देखेर अनि ल्याएँ। यहाँ चाहिँ दिल्लीमा चाहिँ घिरौला तोरी भन्छन् है, त्यतातिर हिन्दी भाषामा तोरी भन्छन्। अनि मैले ल्याएर चाहिँ सिम्पल गरेर बनाएँ। प्याज टमाटर लसुन र खुर्सानी मात्रै राखेर अरू एक्स्ट्राहरू केही पनि राखेन। हुन त अब घिरौलाको सब्जी बनाउन नजाने त कोही पनि हुनुहुन्न होला, सबैलाई नै बनाउन आउँछ। किनकि अब सिजनमा फल्ने सबैको घरमा फल्ने भनेकै घिरौला हो, अनि दिनदिन पाक्ने घिरौला हो, मिच्छार नै छुटाउँछ। यता चाहिँ मलाई किनेर खाने भएर चाहिँ अब मलाई चाहिँ कस्तो खाने मन लागिरहेको थियो। मलाई मन पनि पर्छ। अनि हरियो परियो सब्जी यस्तै मजाले बनाएँ। त भात सिटी लगाएँ। भात सिटी लगाएर तातो भातसँग चाहिँ मैले घिरौलाको सब्जी चटनी पनिर अनि काँक्रा गराएर चाहिँ मैले यसरी खान लागेँ। यस्तो मन पर्यो कि मलाई एकदम मिठो पनि लाग्यो। पहिलो सिजनको भएर पनि होला मिठो भएको थियो। एकदम मनपर्छ कि मलाई हरियो परियो सब्जीहरू सागहरू यस्तो हरियो सब्जीहरू मनपर्छ। अनि हिजोको भिडियोमा चाहिँ सबैले कति माया गरेको बुढाले भन्नुभएको थियो। मैले पनि बुढालाई माया गर्छु है त। हेर्नु यसरी मजाले ल्याएर खाना बनाएर चाहिँ खिलाउँछु है त। धन्यवाद मेरो भिडियोलाई माया गरिदिनु होला। थ्याङ्क यू।